सिम्पाई दाइ आज बेलुका मेरो ग्रुपमा आइदिनु है 1 मिनेटको लागि। के काम छ र भाइ? मेरो फ्रेन्ड लिस्टमा साथीहरूले मलाई हेपेका छन् क्या, त्यही भएर। अनि म तिम्रो ग्रुपमा आएर के गर्ने हो र? होइन के दाइ, मलाई ग्रुपमा बोलाउँदैन भन्दै ग्रुपबाट के गान्दै गरिरहेका छन्, त्यही भएर हजुर आएर तिनीहरूलाई गाली गरिदिनुहोस् न। अरे भाइ, तिम्रो साथीहरूलाई मैले गाली गरेँ भने त फेरि तिनीहरूले फेरि मलाई गाली गर्ला नि। अनि तिम्रो साथी हो, तिमीले पो हो र गाली गर्ने, मैले हो र गर्ने थोरै। होइन क्या दाइ, तिनीहरूले मलाई लास्टै हेप्छन्। एकचोटि आइदिनु न ग्रुपमा प्लिज। ठिकै छ भाइ, ल म अहिले राति चाहिँ तिम्रो ग्रुपमा आउने छु। के भन्दो रहेछन् तिम्रो साथीहरूले, ल मैले पनि हेर्छु। आजसम्म मैले टपअप नि गरेको छैन, त्यही भएर मलाई ग्रुपमा बोलाउने नु भन्ने, ग्रुपबाट के गान्ने गरेका छन्। अनि भाइ, टपअप गरेन भन्दैमा कसैले कसैलाई नुब्ला भन्न त मिल्दैन नि त। पैसा हुनेले मात्रै हो र टपअप गर्ने। अब पैसा छैन भने त टपअप गर्नै पर्छ भन्ने त छैन। अब तिम्रो साथीहरूले चाहिँ तिमीमाथि एटिट्युड देखा जस्तो लाग्यो। ठिकै छ, म राति आएर चाहिँ तिनीहरूलाई सम्झाउने छु। दाइ तिनीहरूले कस्तो हेप्छन्, मलाई रुन मन लाग्छ। अरे भाइ, तिनीहरूले तिमीलाई हेप्छन् अनि रुन मन पनि लाग्छ। नरौ न भाइ, कोही कोही त्यस्तै हुन्छन्, अलिकति एटिट्युड देखाउँछ होइन, कसैलाई इग्नोर गर्छ, हेप्छ, त्यही हो। तिम्रो साथीहरू पनि त्यस्तै रहेछ क्या। टेन्सन नगर, तिम्रो लागि म छु भाइ। हुन्छ दाइ, जसरी भयो नि बेलुका ग्रुपमा आउनु, म हजुरलाई बोलाउँछु है। ल ल, हुन्छ भाइ।